वेलकम टू माई यूट्यूब चैनल दिस बेरोजगार काठमाडौँ में नाइटा ठान्देको पानी में 12 बजे राति में के को सिक चढ़े चिया खाने को सिक चढ़े 12 बजे राति में चिया खाना गएको थिएँ तर भेटे न फेरि यतातिर हाम्रो ब्यागको लुक मौसम अहिले खतरा भएको छ काठमाडौँमा। हामी आउँदै थियौँ त एउटा मान्छे भेटेको थियो। त्यो मान्छेले के भन्दै थियो हामीहरूसँग बस एउटा मान्छे एक्लै थियो त्यहाँ ट्रकनिर बसेको थियो हाइराउनु पाएन त्यसले भिडियो अफ गरेको थिएँ। त्यसले के भएको थियो यस्तै आउँदै थियो उसले बोलायो क्या गए हामी गए त्यहाँ गएर के भन्दैछ यो रक्सी खाऊ बोतलमा क मसँग बस केटाहरू आएको छैन पुलिसहरू आउँछ फेरि म जिम्मेवारी लिने गर्छु पुलिसको जिम्मेवारी म लिन्छु। हामीले भने म खान दाइ म जाँदैछु रुममा रुम बन्द गरिदिन्छ त्यो पनि मेरो पनि रुम यतै छ मेरो रुम पनि बन्द गरिदिन्छ। कहिले त मुझेले मलाई पागल सम्झ्यो थियो कसो चुतिया सम्झ्यो थियो तँसँग बसेर म खान्छु म पागल भएको छैन। सबभन्दा पहिला हामीहरू खाँदैन त्यहीको लागि गाइज यही कुराहरूको लागि सावधान रहनुहोस्। रास्तामा बाटोमा कोही अनजान मान्छे भेटो होला यसको कुरा नबुझौला नै के गरौला आफू कामले जाऊ कामले आऊ भइसक्यो। रातिमा आज साथीको रुममा आएको थिएँ निन्द्रा लागिरहेको थिएँ उनीहरूले यसो घुम्न जाम यहाँ त अलगै काण्ड रहेछ यार के भन्दैछ कुनै लफडामा त हामी पढ्न मान्छे के हुन्छ के हुँदैन पढ्न आएको मान्छे हामी यो कुराबाट नफस्ने आफ्नो कामले काम राख्ने त्यस्तो पनि हामी खाँदैनौँ झुट फुटमा चाहिँ खाऊ हे टाउको खाऊ मेरो लगाइ आज ह्यान्ड्सी बने यार यहाँ काठमाडौँ आएर हेर्नु त कति निस्केछ लगाइ गुड नाइट छुटकारा पाएर अब सुत्ने अब लेट पनि भयो। आज पनिरको सब्जी बनाएर खाएको थियो होइन त्यहाँ पनिर छ त्यहाँ कुकरहरू हालेको छ साथीको रुम छ तलै माने काम के तलै माने छ ल त तलै माने सुत्नुपर्छ अहिले तलै माने पुरा बिग्छ।